सबैजनालाई गुड इभिनिङ है। एउटा हामी यता आज यसो धेरै लङ टाइम पछि लेक साइडतिर जाँदैछु। अब त्यहाँको यसो क्लबतिर गएको यताउति गएको म यसो हाल्छु, भ्युजहरू हाल्छु। सबैजनाले हेर्नु होला, मनोरञ्जन गर्नु होला होइन। तपाईँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला है। ट्याक्क आज किनेको 7500 को ज्याकेट है। ल है गाइज, हामी चाहिँ अब 4टा रेडी भएर हामी चाहिँ लेक साइडतिर जाँदैछौँ। यो नयाँ ज्याकेट 8075 हालेर ल्याएँ भन्छ यसले, हेर्दा 300 नहाल्ने जस्तो। 7500 को ज्याकेट तपाईँलाई चाहिएमा यो उसमा जाने होला है। यो केसी भुवन केसीको बियर छ। यो मुनार गोदार है। यो लथालिङ्ग छ, एकदम लथालिङ्ग छ है। ल लिङ्ग छ, लथालिङ्ग छ यता। यता नदेखाम हो। यो यहाँको किचन है। मेरो जुत्ता है, जुत्ता। ल यो फेरि आज हाम्रो रुममा आएर यहाँ अनेक थरी गर्दै बसेको छ। घरि जुत्ता लगाएको भिडियो भनेको छ, घरि चस्मा लगाएको भनेको छ। नयाँ चस्मा मेरो लिएर हिँडिहाल्यो यसले, त्यही पनि जुत्ता लगायो। अब हामी चाहिँ ठ्याक्क जाँदैछौँ। ल ट्याक्क एकछिन यसो लेक साइडतिर गएर हिँड्छ होइन। लेक साइडतिरका चराहरू हेरेर हिँड्छ होला ट्याक्क होइन। सबैले हेरेर रमाइलो गर्नु होला। नयाँ हुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। ल अब गइयो है त। ल यता अलि अँध्यारो छ कि ओए। ल हामी हिँडिहाल्यो। यहाँ छ नि केटाहरू बाइक स्कुटर जाने। ल है अब हामी चाहिँ 4टा हिँड्न लाग्यो होइन। त्यो चाहिँ होइन हाम्रो अफिसबाट निस्क्यौँ हामी होइन। अनि 4टा होइन, यो चाहिँ यता अनि यो यसरी गेट पनि मलाई फलो हुन्छ। ल 4टा लेक साइडतिर है। 4टा है 4टा। लगाइसक्यो। झिलिमिली है। च्याट्टा लेक साइडको गल्लीमा च्याट्टा लाएर बजार खोलिराख। ल लेक साइड लेक साइडमा अहिले यस्तो छ झिलिमिली सबै जग्गा छाता है छाता ल पानी आएपछि छाता हुनै पर्दैन। ल
ओइ ल ल बवाल छ है विशाल एभ्रिथिङ ल ल है ल बवाल आउन आज नि यता त वाइटमा बस्छ के साथी साथी लिएर आउँछन् ल लेख्छ साइड सब जोडी जोडी छ नि ताल त अन्धकार छ है ढुङ्गाहरू छ है ढुङ्गाहरू छन् ए झिलिमिली छ सबै ट्याक्क है तीस 31 मिनटको भन्नुपर्छ अनि 30-31 मिनटको त्यत्रो लामो हालेर कसले हेर्छ र त्यही त रिसर्लाङ फेरि छ त घुर्छ है एकदम घुर्छ रहेछ आज घुर्छ छ है अन्नपूर्ण गार्डन हेरेको अन्नपूर्ण गार्डन है ल टुरको सिजन पनि रहेछ होइन एकदम के मान्छेको यो खुट्टा ठाउँ पनि छैन यहाँ यस्तो भिड छ है अहिले यहाँ 104 देशका मान्छेहरू छन् है मान्छेको जिन्दगी पनि त्यस्तै घुमिरहेको हुन्छ है जीवनचक्र ल एकदम घुर्चो छ अर्कै ल मान्छे त आफ्नै दुनियाँमा बस्नु थाल्यो ठुलो स्केटिङ पार्क पनि छ त्यहाँका खेल्न जान्नुहुने यहाँ आएर पनि इन्जोय गर्न सकिन्छ है स्केटिङ पार्कै बवाल है रमाइलो छ यता यो क्याटक है एकदम झकास हुन्छ यस्तो मान्छ है क्याटक है क्याटक रमाइलो हुन्छ यहाँ मेरो कार है भन्नुहुन्थ्यो यो कार मेरो के यो भन्दाको कार है जति भन्छन् सबै ठिक छ कि त सब झिलिमिली रहेछ यस्तो पनि छ है
रहेछ है रहेछ है घुम्नु पनि सक्नुहुन्छ है बवाल छ ल फाइनली रुममा आइसक्यो अहिले एक साइड घुमेर पनि आइसक्यो अब सुत्नु पर्यो सबैजनालाई गुड नाइट ह्याभ अ स्विट ड्रिम